नमस्ते साथीहरू, आज हामी एउटा यस्तो यात्रामा निस्कँदैछौँ जहाँ सपना र सङ्घर्षको सङ्गम हुन्छ। हेर्नुस् त, गाउँका दाजुभाइ दिदीबहिनीहरू बिहानै उठेर आफ्नो भारी र खाद्यान्न प्याक गरेर तयार भइसक्नु भएको छ। अब हाम्रो गन्तव्य हिमाली क्षेत्रको सुन अर्थात् यासा गुम्बा खोज्ने यात्रा सुरु भयो। हामी तयार छौँ र हाम्रो यो रोमाञ्चक साहसिक यात्राको लागि धेरै धेरै शुभकामना दिन चाहन्छु। हाम्रो बाटो सजिलो छैन, कहिले खोलाको तिरैतिर त कहिले साना काठे पुलहरू तर्दै हामी अघि बढिरहेका छौँ। यो चिसो पानी र पहाडको सुसेलीले यात्राको थकान बिर्साउँछ। हिँड्दा हिँड्दै हामी अहिले खर्क भन्ने सुन्दर ठाउँमा आइपुगेका छौँ। खर्कबाट करिब 2 घण्टाको पैदल यात्रापछि अब सुरु हुन्छ वास्तविक परीक्षा। यो हो मलेन्दाको उकालो। हेर्नुस् त, कस्तो भिर जस्तो ठाडो बाटो। यहाँ खुट्टा मात्र होइन, हिम्मत पनि बलियो चाहिन्छ। यो उकालो काटेपछि हामी बुने भन्ने ठाउँमा पुग्छौँ। अगाडि बढ्नुहोस्, यात्रा अझै बाँकी छ, तर हामी पक्कै पनि आफ्नो गन्तव्यमा पुग्नेछौँ। बुनेगौडाको त्यो कालो र अप्ठ्यारो बाटो काटेर हामी अहिले पाउमेल भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ जस्ता पाताले छाएको सानो पसल छ। यहाँको तातो चिया र नास्ताले यो चियाले शरीरमा नयाँ ऊर्जा भर्छ। हो, साँच्चै धेरै आनन्द भयो। यो पाठ 1 हो नि, पाठ 2 आउन बाँकी छ। हेर्न नबिर्सनु नि फेरि, किनभने यो यात्राको मजा अझै धेरै बाँकी नै छ र हामी यसलाई सँगै पुरा गर्नेछौँ। यति धेरै मेहनत गरेर भिडियो बनाएँ, हेर्न पनि हेऱ्यौ, लाइक गर्दैनस् मुर्दार। मैले श्राप दिन नपरोस्, सिधा लाइक र सेयर गर अनि फलो पनि गर है भाइ।